संसदमा अहिले फेरि हर्क साङपाङले नयाँ विषय भित्र्याएका छन्। सीमा सुरक्षामा नेपाली सेना खै कहाँ छ नेपाली सेना? रक्षा मन्त्रीले जवाफ दिनु पर्यो भन्दै संसदमा कराइरहेका छन्। तर स्वयं हर्क साङपाङले नेपालको कानून बुझ्न सकेका छैनन्। नेपालको संविधानले सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरी बल एपीएफलाई दिएको छ। अहिलेसम्म एपीएफले नै भारत तथा चीनसँग जोडिएका सीमा क्षेत्रहरूमा पहरा दिइरहेका छन्। भारतले पनि सेना खटाउँदैन, उसले त सीमा सुरक्षा बल एसएसबी भनेर छुट्टै सुरक्षा दस्ता खटाउने गरेको छ। तर नेपालको संसदमा एकजना यस्ता सांसद छन् जसले सोझै लडाईँमा जान लागे झै गरी सेना खटाउनु पर्ने, कहाँ छ नेपालको सेना भन्दै उग्रवादी भाषण दिन थालेका छन्। हो, प्रधानमन्त्रीको केही दिन अघिको अभिव्यक्तिपछि नेपालको सीमा सुरक्षाका सन्दर्भमा नेपालको शिर निहुरिएको छ। बालेनको बोली चिप्लिँदा नेपालले कति भारी बोक्नु पर्ने हो त्यो अझ भविष्यले देखाउनेछ। तर अहिले नै एसएसबीले नेपालको सीमा क्षेत्रमा आएर नेपाली जनतालाई दुःख दिन थालेका छन्। विशेष गरी सुस्ता क्षेत्रमा निर्माण हुँदै गरेका पर्खालहरू भत्काउन थालेका छन्। सीमा क्षेत्रमा प्रवेश गरेर जनतालाई धम्क्याउन थालेका छन्। विषय गम्भीर बनेको छ। तर त्यसका लागि सेना खटाउने मूर्खता नेपालले गर्न सक्दैन। सेना त्यस बेला प्रयोग हुन्छ, परिचालित हुन्छ जब अन्तिम बल प्रयोग गर्नुपर्ने हुन्छ। त्यसमा पनि भारतीय सेना र शक्तिका अघि बिचरा नेपाली सेना खिया लागेको थोत्रा बन्दुक बोकेर सीमामा के नै गर्दो हो र? यस्तो बेला सरकारले कूटनीतिक पहल गर्नु र सीमालाई सुरक्षित राख्नु नै सर्वोत्तम विकल्प हो। त्यसैले लड्ने भिड्ने चेतना र अभिव्यक्तिबाट हर्क साङपाङहरू पछि हट्न जरुरी छ। सीमा र छिमेकी देशहरूसँग लड्ने कुरा धरानमा ओल्लो पल्लो घरको कुस्ती खेलाखेल जस्तो होइन भन्ने कुरा हर्कहरूले बुझ्न जरुरी छ। यसै पनि बालेनको अभिव्यक्तिले कमजोर बनेको नेपाली अडालाई हर्क साङपाङको अभिव्यक्तिले शिथिल बनाउन सक्छ। आज संसद बाहिर पत्रकारहरूसँग बोल्दै गर्दा पनि हर्कले नेपाली सेना तत्काल सीमामा जानुपर्ने बताइरहेका थिए। संस्थामा त्यहाँ झगडा गर्दै रहेछन् हजुर। नेपाली सेना हराकै हो खोइ कोन त हो? मैले पनि खोज्दैछु, तपाईँहरूले पनि खोज्दै हुनुहुन्छ, सबै मिलेर खोजौँ न। आज के गरिरहेको छ नेपाली सेनाले ब्यारेक भित्र? खोइ त्यो मलाई थाहा भएन, त्यो मलाई थाहा भएन। त्यो झडप भयो भन्ने कुराहरु आइराखेको छ। हो त्यही त, स्थानीय तपाईको चाहिँ त्यहाँ स्थानीयवासीहरूले गएर हैन सशस्त्र के अरे आर्म फोर्ससँग लडिराखेको, उहाँहरूसँग झगडा गरिराखेको देखे। हैन यो त राम्रो होइन नि। राज्यविहीनताको अवस्था भयो, राज्यविहीनताको अवस्था भन्छ क्या त्यसलाई। जसरी पनि प्रधानमन्त्री बालेन शाह जो रक्षा मन्त्री पनि हुनुहुन्छ उहाँ आउनु पर्यो। अब रक्षा मन्त्रीको खोजी गरेको। सेनालाई सीमा रक्षाको लागि पठाउनु पर्यो भन्दै गर्दा अहिले तपाईले ठ्याक्क सेनापतिले भेट्नु भने तपाईको पहिलो आवाज के हुन्छ? सेनापति के अरे उता पठाउनु भन्छु म त, त्यही हो, यही कुरा हुन्छ। तर के हो नेपाली सेना? कस्तो बेला देशले सेनालाई कहाँ खटाउँछ भन्ने कुरा यिनले बुझ्न सकेको देखिएन। सेना राज्यको प्रत्यक्ष निर्देशन बिना, आफ्नो परमाधिपति राष्ट्रपतिको आदेश बिना डेक चल्दैन। जेनजी आन्दोलन हुँदा समेत, आफ्नै परमाधिपतिको निवास जल्दा समेत सेना निरीह बन्नु परेको थियो। कारण उही हो कि नेपाली सेनालाई परिचालन गर्न